भएन 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 यो रिसभको भयो भने स्याँ स्याँ किन गरे लामो तान्ने लामो फाल्ने मुख नबिगार्ने नाकबाट फाल्ने मुखबाट होइन मुखलाई चाहिँ त्यो खुम्च्याउनु पर्दैन गर्दै जाऊ 3 मिनटसम्म गर्ने हो एकदम मन लगाएर आँखा सबका बन्द राख्ने लामो श्वास तान्ने लामो श्वास फाल्ने मुख बन्द राख्ने केवल नाकबाट मात्रै श्वास लिने फाल्ने के गर्नु लाग्यो बेदुची ल गर्दै जाऊ कति टाइम लाग्छ लिएन यो रुमाल उठाएर आउने यत्रो टाइम लाग्छ मोबाइल खोल्न थाल्थ्यो क्या फेरि के गर्न लाग्यो अच्छे बैठ अब कपाल भाती 3 मिनटभन्दा बढी समय छैन सबैको ढाड सिधा गर त ढाड बाङ्गा छन् मगनको के हो त्यो ढाडी टाउको माथि गर राम्रोसँग गर्ने जति राम्रो गर्यो त्यति नै हामी स्वस्थ हुन्छौँ त्यति बढी फाइदा हुन्छ जसले पनि जुन विद्यार्थीले पनि राम्रोसँग योग गरेको छ नि त्यो गुरुकुलमा आएदेखि बिरामी भएको छैन है जसले राम्रोसँग गरेको छैन त्यो बिरामी भएको छ जसले योग राम्रोसँग गरेको छ त्यो विद्यार्थी बिरामी भएकै छैन गुरुकुलमा आए भन्दा पछि
यो लास्टको लाइन हल्का बाङ्गो छ। अब म जाँदा गया मन छ भेद्रुचीको खै कपालमाथि भएको छैन त्यो भएन अलि जोरले फाल्न नाकबाट। एक मिनटमा 60 पटक कपालमाथि हुनु पर्यो, 1 सेकेन्डमा एकपल्ट। अनि 3 मिनट गरेपछि कति हुन्छ? 180 पल्ट कपालमाथि हुन्छ। अनि कपालमाथि जति राम्रोसँग गर्यो त्यति नै दुईटा कुरा त एकदमै यसले स्वस्थ बनाउँछ। एउटा पेट, अर्को मस्तिष्क। पेटलाई पनि सफा गर्छ, पेटलाई पनि शुद्ध गर्छ, स्वस्थ बनाउँछ, र मस्तिष्कलाई पनि यसले स्वस्थ बनाउँछ। हजुर ठिक छ। मुख चाहिँ बन्द राख्नु पर्यो नि त। आँखा नि बन्द गरिदेऊ न तिमीहरू, अघिदेखि भनेको। आँखा नखोल्ने। ल यो 5 मिनट पुगिसक्यो। अब बाह्य प्राणायाम गर्ने। लामो श्वास भित्र तान्ने, एकैचोटि श्वास बाहिर फाल्ने। पेट जति सकिन्छ भित्र, चिउँडोलाई कण्ठकुपमा, मलद्वार मूत्रद्वार पुरा माथि खिच्ने। अब अग्निसार प्राणायाम 3 पल्ट। baby.
बनवा हेर्दै छोड बनवा हेर्दै ल अब एकपल्ट खुट्टा पसार अलिअलि सूक्ष्म व्यायाम पहिला औँलाको खुट्टाको औँलाको व्यायाम गर्ने औँला खुम्च्याउने खोल्ने बराबर जोड्ने खुट्टा धेरै फाटो नराख्ने अब पैताला पुरा अगाडि झुकाउने पछाडि ल्याउने तर तन्किने बेला श्वास भित्र भर्ने खुकुलो हुने बेला श्वास बाहिर अब दुईटा खुट्टालाई एक आपसमा लडाइदेऊ झगडा गरौ दुईटा खुट्टाको कहिलेकाहीँ लडाइँ गर्ने मन लाग्यो भने आफ्नै खुट्टासँग लड्नु अरूसँग नलड्नु आजबाट रिस उठ्यो भने आफ्नै दुईटा खुट्टासँग लड्ने यस्तै गरेर है अब घुँडा यस्तो तलमाथि गर एकसाथ उठाउने झप 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 हान्ने यस्तो ल अब पैतालालाई गोलाकारमा घुमाउने यसरी उल्टो घुमाउने अलिकतिको खुट्टा अब त ठिक भइसक्यो होला अलिकति गर्नुपर्छ छ टाइम 4 बजेसम्म त खुब मन लगाएर गर्नु पर्यो नि अब चाहिँ यस्तै राख्ने कहाँ बस्ने त ल आइजा यहाँ बस्दै ल पुरा यसरी माथि छातीसम्म ल्याउने श्वास भर्दै अनि श्वास छोड्दै तल राख्ने श्वास भर्दै माथि यतिमा दुईटाले खुट्टा उल्टो गरेछ